के तपाईहरु ढुलामे शहरबाट वाक्क भएर सफा र स्वच्छ वातावरणमा जग्गाको खोजी गरिराख्नु भएको छ? जग्गाको खोजी गरिराख्नु भएको छ भने सस्तो र आकर्षक जग्गा बिक्रीमा आइसकेको छ। फास्ट ट्र्याक नजिकै डुकुछाप बस पार्क माथि डी सोम ब्याकअप स्टेशन नजिकै 10 फुटे बाटो सँगै टाँसिएको सस्तो र आकर्षक 8 आना जग्गा बिक्रीमा आइसकेको छ। अब यो जग्गा कहाँनिर छ भनेर लोकेसन सोध्नुहुन्छ भने आउनुस्, हामी तपाईहरुलाई लिएर जानेछौं त्यो ठाउँमा। पहिलो सुरुमा हामी ललितपुरको एकान्त कुनामा पुग्नेछौं। एकान्त कुनाबाट भैँसीपाटी हुँदै हामी कार्यविनायक हाउजिङनिर पुग्नेछौं। त्यसपछि त्यहाँबाट फेरि भित्र बुङमती बस पार्क पुग्नेछौं। बुङमती बस पार्क हुँदै फर्सीडोल पुग्नेछौं, जहाँनिर फास्ट ट्र्याकको स्टार्टिङ बिन्दु बनाउने भनेर भनिएको छ। त्यस लगतै हामी गोदावरी नगरपालिका वडा नम्बर 8 कार्यालय पुग्नेछौं। 8 कार्यालयबाट सिधा तलपट्टि बस पार्क एरियामा आइसकेका छौं। यो चाहिँ बस पार्क एरिया रहेको छ भने हामी यो खोला माथि जानेछौं। त्यसपछि यो पुलबाट फेरि यसरी घुमेर हामी यहाँ जानेछौं। अनि त्यसपछि यही नै रहेको छ जग्गा, जुन 10 फुटे बाटोलाई छोएको छ यो जग्गाले। अनि माथि हेर्न सक्नुहुन्छ, माथि चाहिँ डिस होमको ब्याकअप स्टेसन रहेको छ भने त्यसको ठ्याक्कै तलपट्टि यो जग्गा रहेको छ। यसको लोकेसन चाहिँ ललितपुर जिल्लाको गोदावरी नगरपालिका 8 डुकुछाप बस पार्क माथि ठ्याक्कै यो डिस होम ब्याकअप स्टेसनको तलपट्टि रहेको छ। यो चाहिँ यदि तपाईहरु जग्गा किन्न चाहनुहुन्छ भने तल स्क्रिनमा दिएको नम्बरमा तपाईहरुले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सिरियस बायर र जग्गा किन्नलाई इच्छुक व्यक्तिले मात्रै कल गर्नु होला। अनि तपाईहरुले WhatsApp नम्बरमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, यही स्क्रिनमा दिएको नम्बरमा।